घरमा नापेको ब्लड प्रेसर हस्पिटल वा क्लिनिकमा नापेको ब्लड प्रेसर भन्दा बढी एक्युरेट मानिन्छ। राम्ररी सुन्नुहोस्, घरमा तपाईं हामीले आफै नापेको ब्लड प्रेसरको भ्यालु बढी हो हस्पिटलमा नापेको भन्दा। किन? तपाईहरुलाई मैले पहिला पनि देखाएको छु कि यो तरिकाहरू फलो गर्नुपर्छ। जुन हस्पिटलमा त्यो सबै तरिका फलो भएको हुँदैन प्राय केसमा, त्यसैले हस्पिटलको ब्लड प्रेसर फल्स हाई आउने सम्भावना बढी हुन्छ। तर तपाईले घरमा एक्युरेटली ब्लड प्रेसर नाप्नु भयो भने त्यो चाहिँ झन एक्युरेट हुन्छ। र हामी आफ्नो बिरामीलाई के भन्छौं भने घरको ब्लड प्रेसर के हो भनेर रेकर्ड गरेर ल्याउनुस् भन्छौं अधिकांश केसमा, र त्यसको आधारमा हामी ट्रिटमेन्ट गर्छौं। होम ब्लड प्रेसर मोनिटरिङ HBPM भनिन्छ है। अब घरमा एउटा सामान्य व्यक्तिले बीपी नाप्दा के कुरामा ध्यान दिनुपर्छ एकदमै इम्पोर्टेन्ट जानकारी हो। तपाई हेर्नुस् र शेयर पनि गर्नु होला यो भिडियोलाई। अब जस्तै म आफ्नो घरमा कहिले पनि त्यो म्यानुअलले नाप्दिन, म प्राय अटोमेटिक मेसिनले नाप्छु। सबैजनाको यही गुनासो हुन्छ, डाक्टर साहब अटोमेटिकले तलमाथि देखाउँछ, एक्युरेट देखाउँदैन, हाई देखाउँछ, फरक देखाउँछ। हो, त्यो सबै कुरा पनि सही हो। तर मैले अहिले जुन तरिका देखाउँदै छु तपाई राम्ररी यो भिडियो दोहोराई तेह्राई हेर्नुस्। तपाईले सही तरिकाले नाप्नुभयो भने घरमै तपाईको एक्युरेट हो, र यो ब्लड प्रेसरको मेजरमेन्ट अझ एक्युरेट हुन्छ म्यानुअल भन्दा है। म्यानुअल भन्दा नर्सले डाक्टरले नापेको भन्दा यो बढी एक्युरेट मानिन्छ। तर तपाईको मेसिन पनि राम्रो हुनुपर्छ। अब यहाँ तीनवटा मेन फ्याक्टरहरू छ। एउटा बिरामीको फ्याक्टर, जसको बीपी नापिरहनु भएको छ, स्वस्थ या अस्वस्थ व्यक्ति, उसको अवस्थाको बारेमा। दोस्रो मेसिनको बारेमा, र तेस्रो नाप्ने विधिको बारेमा। म यो तीनटा कुरामा डिस्क्राइब गर्दैछु। पहिलो कुरा व्यक्तिको बारेमा। अब जुन व्यक्तिको ब्लड प्रेसर नापिएको छ, अब व्यक्ति राम्ररी बसेको छ कि छैन पहिला हेर्नुस्। राम्ररी बसेको भन्दा उसको हात कुनै ठाउँमा रेस्ट गर्नु पर्यो। हेर्नुस्, मेरो हात एकदम मैले सिधा पारेर राखेको छु। अब यस्तो खुम्च्याएर राख्नुभयो भने सही आउँदैन। सिधा पारेर राख्नुस्, टेबलमा राख्नुस् या सोफाको ह्यान्ड रेस्टमा राख्नुस्, तर हातलाई सिधा राख्नुस्। ठीक छ? त्यसपछि तपाई बस्दाखेरि तपाईको खुट्टा भुइँमा दुईटै खुट्टा यसरी टच हुनुपर्छ। यो खुट्टा चाहिँ एक अर्कामाथि क्रस गरेर राख्न मिल्दैन। त्यसैगरी तपाईको पिठ्यौं जुन छ ब्याकमा रेस्ट गर्नुपर्छ। यसरी चाहिँ ननाप्नुस्, तपाई रेस्ट गर्नुस्, रेस्ट गरेर नाप्नुस् है। पुरै रेस्ट हुनुपर्छ, ब्याक सपोर्टेड हुनु पर्यो। त्यसपछि तपाई कम्फर्टेबली बस्नु पर्यो। अब रुमको इन्भाइरोमेन्ट कस्तो छ, धेरै तातो धेरै चिसोमा ब्लड प्रेसर फरक आउँछ, त्यो पनि विचार गर्नुपर्छ। र कपडा सकेसम्म माथि हटाउनु पर्यो। एकदमै पातलो कपडा रहेछ भने कपडा माथिबाट, तर अटोमेटिक मेसिनले नाप्नुहुन्छ भने कपडा हटाएरै तपाई नाप्नुस्। किनभने अटोमेटिक कपडा माथिबाट एकदमै त्यो फल्स, अझ बढी फल्स देखाउन सक्छ। सो कपडा माथिबाट तपाई हाल्नुभयो। अब त्यसपछि तपाई कुन बेला बीपी नापिरहनु भएको छ, तपाई एक्सरसाइज गरेर आउनुहुन्छ, बीपी नाप्नुभयो, कम देखाउँछ। खाना खाएपछि बीपी नाप्नुभयो, कम देखाउँछ। चिया कफी खाएपछि बीपी नाप्नुभयो, बीपी हाई देखाउँछ। तपाई अलिकति भर्खर हिँडेर आउनु भएको छ, तपाईको बीपी हाई देखाउँछ। तपाई औषधि खाएर नाप्नुभयो, बीपी लो देखाउँछ। गर्मीमा नाप्नुभयो, लो देखाउँछ। धेरै चिसो भइरहेछ टेम्परेचर, त्यसमा नाप्नुभयो, बीपी हाई देखाउन सक्छ। अब तपाईले कुन बेला बिहान नाप्नुभयो, उठ्ने बित्तिकै नाप्नुहुन्छ, अलि हाई देखाउन सक्छ। साँझतिर अलि हाई हुन्छ ब्लड प्रेसर, राति सुत्ने बेलामा कम भइहाल्छ। भन्नाले यो ब्लड प्रेसर त्यसैले डिफरेन्ट टाइममा नापेर एभरेज लिएकोलाई बल्ल सही भनिन्छ। एक दिनमा कुनै बेला एकचोटि नाप्नुभयो अनि तपाईको बीपी हाई छ या लो छ भन्न मिलेन। किनभने हाम्रो शरीरलाई जति ब्लड प्रेसर चाहिन्छ, कुन बेलामा फरक चाहिन्छ, नेचुरली प्राकृतिक रूपमा त्यो चेन्ज भइराख्नु पर्छ, र भइराखेको राम्रो हो बेसिकली। अब दोस्रो कुरामा ध्यान दियौं कि तपाई बोलिरहनु भएको छ। जस्तै अहिले म बोलिरहेको छु तपाईहरुसँग, बोल्दा बोल्दै मैले बीपी नापे भने मेरो 10, 15, 20 पोइन्ट बढी देखाउन सक्छ। सो व्यक्ति चाहिँ 4-5 मिनेटदेखि साइलेन्ट भएर बसेको हुनु पर्यो। अनि यो मेसिन चाहिँ, यो फित्ता चाहिँ अलरेडी तपाई बाँधिहाल्नुस्, पहिला नै बाँध्नुस्। बाँध्ने बित्तिकै बीपी ननाप्नुस्, पहिला बाँध्नुस्। अब यो बाँध्ने बेलामा के ध्यान दिनुपर्छ भने यो जुन मार्कर छ नि,
धेरै अटोमेटिक मेसिनमा तपाईँ हेर्नुहुन्छ एउटा मार्कर जस्तो यहाँ हुन्छ। यो भनेको ठ्याक्कै सेन्टरमा यो नपारेर अलिकति देब्रेतिर, किन यहाँ एउटा आर्टरी हुन्छ, तपाईँ धेरैले मेडिकल पर्सनले फिल गर्न सक्नुहुन्छ। यहाँ एउटा नसा हुन्छ धमनी, त्यो धमनी नाडी चलेको तपाईँ भेटाउनुहुन्छ, ठ्याक्कै यसको सामने पार्नुपर्छ है। यो मार्कर हुन्छ धेरै ब्लड प्रेसरको अटोमेटिक मेसिनमा। अनि यसलाई सेन्टरमा नराख्नुहोस्। अब यो न टाइट छ न लुज छ भन्नाले तपाईँ हेर्नुहोस्, यो अलिकति औँला यसमा छिराउन मिल्छ, तर धेरै टाइट गरिदिनु भयो भने तपाईँको बिपी हाई देखाइदिन्छ, लुज बाँध्नुभयो भने लो देखाइदिन्छ। सो यो कुरा तपाईँ ध्यानमा राख्नु। हेर्नुहोस् टाइट, यो ट्याक्कै मिलेको छ है। अब यो मैले सिधा राखेछु, मैले मेसिनलाई पनि यहाँ राखिदिएँ है। अब यहाँ राखेपछि अब म अहिले जस्तै मैले खाना खाएपछि नाप्दैछु, मेरो बिपी कम हुनसक्छ, तर म अहिले तपाईँहरूसँग बोल्दैछु भने मेरो ब्लड प्रेसर चाहिँ हाई हुनसक्छ, अलिकति 10 पोइन्ट जति हाई आउँछ। अब म आफ्नो ब्लड प्रेसर नापेर तपाईँहरूलाई देखाउँदैछु। अब 114, 76 र 87 चाहिँ पल्स है। मेरो पल्स नर्मली 70 हुन्छ भन्नाले 17 पोइन्ट किन बढी भयो, म बोलिरहेको छु। योभन्दा अगाडि म बोलिरहेको थिएँ। मेरो बिपी 114 जुन देखियो, मेरो नर्मली 110 भन्दा कम हुन्छ ब्लड प्रेसर, अनि माथिको पनि 70 को रेन्जमा हुन्छ। सो मेरो एकदम एकुरेट यसले देखायो एकचोटिमै, तर यो 10 पोइन्ट मेरो बढी देखाएको छ, किनभने 7-8 पोइन्ट बढी देखाएको छ। म बोलिरहेको थिएँ अघि। सो 5 मिनट नबोलिकन। अब अर्को कुरा जुन मैले तपाईँलाई अघि मेसिनमा देखाइनँ, त्यो म नबोलिरहेको थिएन। जब यो मेजर गर्न थाल्छ अनि त्यो बेला तपाईँले हल्लिनु, अलिकति पनि हल्लिनु हुँदैन, एकदम साइलेन्ट तपाईँ नहल्लिकन बस्नु पर्यो र बिस्तारै बिस्तारै सास फेर्नु पर्यो। भन्नाले एकैचोटि यस्तो होइन कि स्यालो ब्रिदिङ हामी भन्छौँ, एकदम छोटो छोटो, कि बाहिरबाट हेर्दा थाहा नहोस् कि ब्रिदिङ लिइरहेछ, त्यो ब्रिदिङमा यसको एकुरेसी चाहिँ बढी हुन्छ। सो यो तरिकाहरू हामी अपनायौँ भने हाम्रो ब्लड प्रेसर एकदम एकुरेट आउँछ। र तपाईलाई डाउट लाग्छ, तपाईँ फेरि एकचोटि रिपिट गर्नुहोस्। तपाईँको पहिला रिडिङ र अहिलेको रिडिङमा कति फरक छ तपाईँ बुझ्न सक्नुहुन्छ, र त्यसपछि तपाईँलाई डाउट लाग्छ भने रिपिट गर्नुहोस्। अब तपाईँहरू भन्नुहुन्छ, पक्कै कमेन्ट्समा यो कुरा आउँछ, डाक्टर साहब कुन कम्पनीको किन्ने भनेर। अब त्यो कम्पनीको नाम मैले भन्दाखेरि त्यो प्रचार जस्तो हुन्छ, त्यो म चाहिँ भन्दिनँ। तर मैले हेरेको एराउन्ड 3500 to 4000 जाने मेसिनहरू, त्यो लेभलका नेपालमा पाउने विदेशी कम्पनीका मेसिनहरू राम्रो भएको म पाउँछु। सस्तो मेसिन चाहिँ नकिन्नु होला, त्यसको एकुरेसीमा डाउट हुन्छ। तर ठिक्कको तपाईँ यो रेन्जको मेसिन यदि किन्नुभयो, या बाहिरबाट कसैले ल्याइदिएको छ, या यही पनि पाउँछ, राम्रो कम्पनीको किन्नुभयो भने होम ब्लड प्रेसर इज मोर एकुरेट। धेरैचोटि हाम्रो क्लिनिकमा नापेको ब्लड प्रेसर हाई आउँछ, तर हामीले बिरामीको उपचार गर्दा खालि बिपी नापेको आधारमा हाम्रो कहिले पनि उपचार हुँदैन। धेरैले भन्नुहुन्छ, डाक्टर साहब तपाईँको क्लिनिकमा पनि जाँदाखेरि त मलाई तुरुन्तै बिपी नाप्दिएको थियो लेख्नुहुन्छ, मैले भन्दाखेरि हो। अब हस्पिटल इन्भाइरोमेन्टमा धेरै कारणले बिपी बढेको हुन्छ, फल्स जुन व्हाइट कोट हाइपरटेन्सन भनिन्छ। तर डाक्टरले बिपीको औषधि दिने नदिने कुरा खालि एउटा रिडिङ नापेर डिसाइड हुँदैन। आज कहिले कसैको 160 र 100 आयो भने उसलाई औषधि दिइहाल्ने पनि हुँदैन, किनभने त्यसलाई प्रमाणित गर्नुपर्छ कि साँच्चीकै उसको ब्लड प्रेसर 160-100 हो, र यसको धेरै अरू टेस्टहरू गरेर पत्ता लगाइन्छ, एबीपी गरिन्छ, इको गरिन्छ, पिसाबमा प्रोटिनको हेरिन्छ, अरू फ्याक्टरहरू हेरिन्छ, लक्षण एसेस गरिन्छ, र यो सबै कुराहरूलाई एक ठाउँमा राखेर अनि बल्ल व्यक्तिको अवस्था हेरेर इन्डिभिजुअलाइज्ड
हामी ट्रिटमेन्ट गर्छौँ। त्यसलाई निर्णय गरिन्छ कि तपाईलाई औषधि दिने कि नदिने। अब यो कुरा त बिरामीलाई के लाग्छ भने बीपी नाप्यो र उसको औषधि चाहिँ दियो, त्यसैले हामीलाई कुनै बीपी नापेको रङ रेकर्डिङ हाई देखायो या फल्स लो देखायो भने पनि हामी अरू तरिकाबाट पत्ता लगाउँछौँ र निर्णय हाम्रो गलत हुँदैन। प्राय अधिकांश डाक्टरहरूले त्यही गर्नुहुन्छ। तर तपाईले आफ्नो होम ब्लड प्रेसर यदि एकुरेटली नाप्न सक्नुभयो भने यो भन्दा राम्रो अप्सन केही छैन। तर तपाईको घरमा प्यारामेडिक्स कोही छ, नर्स छ या अरू कोही छ भने उहाँहरूले म्यानुअल पनि नाप्दिन सक्नुहुन्छ। तर सकेसम्म अटोमेटिक मेसिनले र एउटै मेसिनले नाप्ने गर्नुहोस्। तपाईको एकुरेसी बिस्तारै बिस्तारै झन हाई हुन थाल्छ। मैले पनि यो मेसिनमा सुरुमा मलाई अलि बढी देखाए जस्तो लाग्थ्यो, तर बिस्तारै बिस्तारै आई डोन्ट नो केही मेकानिजम होला, त्यो एकदमै एकुरेट, एकचोटिमै मलाई एकुरेट रिडिङ यसले देखाउँछ। कहिलेकाहीँ डाउट लाग्यो भने म रिपिट गर्छु। धन्यवाद।